सबैभन्दा पहिला त म हाम्रा भोजपुरी युवा मञ्चका दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छौँ। उहाँहरूले आज मलाई यो अवसर दिनुभयो सबैसँग बस्ने है। मैले उहाँलाई इच्छा प्रकट गरेको थिएँ, त्यो बमोजिम उहाँहरूले आज यो साहु भवनको यस के अरे भवनमा है यसरी अब सबैसँग बस्ने मलाई एउटा अवसर दिनुभयो र सबैसँग बातचितहरू भए। अब अहिले चुनाव छ, भारतीय जनता पार्टीको प्रत्याशीको हैसियतमा एउटा यो हुनु छ पार्टीगत मिटिङ चाहिँ होइन, यो सामाजिक मिटिङ हो है। आउँदो दिनमा कस्तो प्रकारले के गर्नुपर्ने हो भन्ने विषयहरूमै छलफलहरू, उहाँहरूको सुझाव, उहाँहरूको मतामत सँगसँगै मैले आफ्नो तर्फबाट जो प्रत्याशीको हैसियतमा उहाँहरूलाई के भन्छ एउटा अपिल नै हुन्। यो एक प्रकारको कि भोट हाल्ने सबैको होइन अधिकार छन्, कसैलाई कर काप्ता छैन र पनि अब एउटा प्रत्याशी भइसकेपछि एउटा के अरे बिन्ती बिसाउन त सकिन्छ नि है। र आज विशेष गरेर मसँग यहाँ उपस्थित हुनुहुन्छ हाम्रा मारवाडी समाजका हाम्रा साथी के अरे जयन्तज्यू पनि, हाम्रो यहाँ प्रमोद सुबोधज्यू पनि लगायत यसरी हामी सबैजना आज यसरी बस्यौँ र एउटा राम्रो एउटा सभा यहाँ सम्पन्न भयो। सबैको एउटै मुद्दा छ, भोलिको दिनमा हाम्रो समाज सुरक्षित हुन पर्यो, समृद्ध हुन पर्यो, उन्नत हुन पर्यो र हाम्रो के भन्छ यो डल्लै जग्गाको सर्वाङ्गीण विकासका निम्ति एउटा सबैको नै प्रयास र सरकारको जुन चाहिँ एउटा भूमिका रहन्छ त्यो भूमिका चाहिँ एकदमै राम्रो हुनु पर्यो भन्ने नै उहाँहरूको अपेक्षा छ।